हेलो हेलो साथी हो नमस्ते। हामी चाहिँ अहिले गण्डकीमा तयारी उठाउने हिँडेको। हामी चाहिँ बाइक त्यहाँ राखेका छौँ। त्यस पछाडि हामी चाहिँ यता जाँदैछौँ। यहाँबाट लगभग आधी घन्टामा पुग्छौँ। केटाहरू चाहिँ अघि हिँडिरहेका छन्। त्यही हो, अहिले अँध्यारो छ एकदमै भयानक बिहानको। हामीहरू चाहिँ गाइस अब लाग्दैछौँ यहाँबाट ओह्रालोतर्फ कोरिडोरबाट गण्डकीतर्फ। यस्तो छ। साथीहरू हामी चाहिँ अहिले आइसक्यो जङ्गलमा। यहाँबाट लगभग 10 मिनट छ बाटो। आज माछा कति मर्छ अझ 2-2.5 किलो त नर्मल हो। बडीमा चाहिँ 4-5 हुनसक्छ। त्यही हो। अब यहीँबाट भिडियो देखाउँछौँ के कस्तो हुन्छ। अहिले चाहिँ हल्का आगो तापेर बसेर ताप्ने हाल्नु बाल्दैछौँ। हल्का यसो बसिदियो होला। त्यही हो गएर हाम्रो फुल भिडियो हेरेर प्रतिक्रिया दिनु होला, साथ सपोर्ट गर्नु होला। त्यही छ। बाँकी हामी अब जाने बेलामा वहीँ पुगेपछि अपडेट गरिराख्छौँ। साथीहरू हामी चाहिँ अहिले ट्याक्क टाइम 6:30 भयो। 6:30 मा चाहिँ हामी नदीमा आइपुगेका छौँ। यस्तो अँध्यारो छ अझै देख्न सक्नुहुन्छ। पुरै अँध्यारो छ। यस्तो छ हल्का उज्यालो बिहानी हुँदैछ। त्यही हो छ 6:30 बजे 6:30 7 बजीतिर उज्यालो हुने रहेछ अहिले यो पुसको टाइममा। त्यही हो तपाईँहरू देख्न सक्नुहुन्छ। जस्तो छ कालीको पुरै नजारा उज्यालो नै भयो होइन अझै। यस्तो छ मर्निङ। चाहिँ पुरै हल्का उज्यालो भइसकेको छ। हाम्रो उठाउने कार्यक्रम सुरु हुन्छ। त्यस पछाडि त्यही हो। केही छ अझ स्योर हो। स्योर हो। यहाँ पनि हाम्रो स्योर छ। यहाँ माथिसम्म माथि त्यो घुम्ती माथि हल्तियासम्म चाहिँ हाम्रो जलहरू चाहिँ पहिलो सुरुवात भएको छ। केटोले लिएर आउँदैछ। यो चाहिँ हिजो हाम्रो उसको यो बाँकी यहाँ बोटेहरूले तयारी छोडेको थियो। तिनीहरूको थाहा त रहेछ। बोटेकोमा झुन्डिन्छ भनेको हो, झुन्डिएकै रहेछ। यो चाहिँ हामीले चाहिँ उस गरेर यसरी बनाएका थियौँ। पहिलो सुरुवातमा यो एउटा परेको थियो, बोटेको तयारी थियो। यसलाई चाहिँ हामीले यहीँ सर्भिस गरेर यहीँ बनाएर थापेका थियौँ। बोटेकोमा झुन्डिन्छ भनेको बोटेले चाहिँ पुरै उद्घाटन गराएको छ हामीलाई। आज पर्छ लगभग 2 केजी त ओभर हुन्छ ल। 2 त स्योर हो है। बिहानीको सुरुवात असला तयारी गरौँ। यही होला नि हेर्नु। यसमा यहाँ जाँदैन। यहाँ पनि स्योर नै हो लगभग। जाडो छ है बिहानको। आरामले आयो एउटा यसमा पनि परेको छ। स्योर भनेको यहाँ स्योर पर्छ भनेको।
त्यही हो गाइजहरू परिराखेको छ हाम्रो चाहिँ सुरेशले ल्याउँदैछ। अझै सर कस्तो फिल भइरहेछ अहिले? दामी दामी भइरहेको फिल त दामी 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 भइरहेछ नि। आज चाहिँ हाम्रो 2 केजी पुग्छ। त्यही हो, यो चाहिँ हाम्रो अलिक छिटै भयो। मिल्ने सालमा बिहान माछा राख्ने त्यसमा मिसाइदिनु के अन्त यो पनि परिरहेको। भनिदिउँ न त्यहाँ कस्तो हुन्छ कालीगण्डकीमा। सुरेश ल अझै पर्छ नि यहाँ केही छ। फिल्मको सुरुवात त कहिले पऱ्यो होला यो होइन? अझ सास चलाउँदैछ होइन? हुन त पानीमा त पानीमै त हो। जोडिएकै हो। दुईटा बिहान उठ्ने बित्तिकै महाल देख्न पाइयो। यहाँ त स्योर होला नि होइन? यहाँ त पर्छ बाटो यस्तो छ के गर्नु। आउँछ क्या सक्नुहुन्छ। हजुरहरू क्याम्पिङ गर्न चाहनुहुन्छ भनेदेखि यहाँ आउन सक्नुहुन्छ साथीहरू। पुरै यहाँ चाहिँ क्याम्पिङको लागि व्यवस्था छ। पुरा क्याम्पिङ गर्नको लागि क्याम्पिङ गर्न सकिन्छ। पुरै यस्तो यहाँ चुलो छ पुरै खाना पकाउनको लागि। अब यहाँ सिलौटा भयो तपाईँहरूलाई खुर्सानी कुट्नको लागि, क्याम्प बस्नको लागि यस्तो छ। यहाँ पनि छ, यसलाई सिलौटो भन्छ नि। यो सिलौटो नुन उसर मरमसला कुट्नको लागि, क्याम्पिङ बस्नको लागि। यहाँ पुरै यस्तो भ्यू देखिन्छ यहाँबाट चाहिँ यस्तो यस्तो पुरा क्याम्पिङ बस्नको लागि चाहिँ यहाँ पुरै एकदम राम्रो छ ठाउँ। बालुवा तपाईँहरू यहाँ क्याम्पिङ बस्दै यहाँ माछा फिसिङ गर्दै बस्न सक्नुहुन्छ। हजुर पारी त्यो पर्वत भएको रे अब कालीगण्डकी पारी। अब यता वारी चाहिँ हाम्रो के भन्छ अरे बागलुङ भैया र। यहाँ हजुरहरू क्याम्पिङ बस्न चाहनुहुन्छ भने आउनु होला। राम्रो छ लोकेसन बस्नको लागि। त्यही हो, आफ्नो सामानहरू चाहिँ लिनु पऱ्यो। माथि चाहिँ माथि कोरिडोरमा गाडी बाइक राखेर आउनु सक्नुहुन्छ। यहाँ चाहिँ यो रमाइलो छ। तपाईँहरू यहाँ पुरै ऱ्याफ्टिङ गर्दै पनि आउनु सक्नुहुन्छ माथि बागलुङ बजारदेखि। चाहिँ हाम्रो साथीहरू ब्याड लक भयो यही हो। यहाँ चाहिँ अलि लाग्ने रहन्छ खासै। अब नेक्स्ट लोकेसन जाँदाखेरि चाहिँ डर पर्छ। हजुरहरूलाई चाहिँ म देखाउने छु भ्लगमा। हामी नेक्स्ट लोकेसन जाँदा चाहिँ त्यहाँ चाहिँ पर्छ माछा। ब्याड लोकेसन रहेछ यो चाहिँ। ल साथीहरू हामी चाहिँ अब लाग्छौँ यहाँबाट लगभग आधी घन्टा माथि निस्केर कोरिडोरमा माथि बाइक राखेको छ। त्यस पछाडि त्यहाँबाट चाहिँ घरतर्फ लाग्छौँ। हामी चाहिँ यहाँ माथि लाग्दैछौँ। माथि अब जङ्गलको बाटो आधा घन्टा समथिङ यसमा कोरिडोरमा निस्किन्छौँ। त्यही हो।
माथि चाहिँ कोरिडोरतिर गएपछि देखाउने छु जङ्गलको बाटो यस्तै छ यो चाहिँ यो काठे पिपल भन्छ यसलाई यसको चाहिँ जडीबुटी हुन्छ भने हामीले अलिकति टिपेर यसलाई चियामा हालेर खाने भने आयुर्वेदिक एकदम नेचुरल यसको चाहिँ ढाड दुखेको तपाईँको यताउता जिउ दुखेको सबै रोग व्याधिहरू खाल्छ यो चाहिँ राम्रो एकदम वनमा भएको राम्रो हो यो कतै देख्नुहुन्छ भने टिपेर राख्नु होला बनाएर राखेर लगेर तपाईँहरूले युज गरेर दबाई युज गर्न सक्नुहुन्छ एकदम राम्रो हो यो त्यही हो यता बाटो चाहिँ यस्तो छ बाटो यस्तो छ माथि गएर अपडेट गरौँला पुरै केटा कुनासम्म देखिया यस्तो छ बाटो यहाँदेखि तलदेखि आएर हामी पुरै मेन भर्सेस वाइल्डलाई जिते वाइल्डभन्दा कम छैन यस्तो छ पुरै जङ्गल हाम्रो चाहिँ यो बिहान होइन अर्ग्यानिक बयर गाउँको यस्तो हुन्छ के गर्ने दामी हुन्छ नि होइन नि गुलियो कस्तो छ यसको टेस्ट दामी छ टेस्ट दामी है गुलियो हल्का अमिलो ट्याक्क हामी चाहिँ अहिले कोरिडोर आइपुग्यो यो हामीले चिया लैजाएको चिया बनाइदिन्छ नि उठाउला न कुकुर रहेछ यहाँ त बाइक यहीँ राखेर गएको थियौँ हामीले नेपालको झन्डन रहेछ हामी चाहिँ अहिले टक्क मकै चिया कोरिडोरमा यता आन्टीले बनाएर दिनुभएको मिठो यसबाट नास्ता चिया खाएर कति लागिन्छ स्टार्ट भइसक्यो ल अब हामी हिँड्न लागेको बाँकी अब हामी घर यहाँनिको सुरुवात मकै र चियासित भयो साथीहरू अब हामी अझै पनि कुहिरो लागिरहेको छ टक्क यहाँ आइयो पारालोटेमा आइयो मौसलाई हाम्रो भ्लगमा केही भन्नु छ वेलकम छ हाम्रो भ्लगमा साउन्ड ल्याउन जान्थ्यो के सामान हो र बाटो यस्तो छ बाइक बुलेट छ फेरि यो चाहिँ पाहाडै चोक
चोकमा आइराखेका छौँ। यो पाडे चोक अनि माथि गएर चाहिँ हामी चाहिँ बाउटे घुम्तीमा चाहिँ एकैछिन बिसाउँछौँ। बाटो अहिलेसम्म पनि कुहिरो लगाइरहेछ। भन्ने गफला जस्तो हुन्छ साथी हो। अब हामी बाउटे घुम्तीमा चाहिँ प्रवेश गर्दैछौँ। छुट्टिन्छ हामी आयौँ फिर्ता चाहिँ फाइनली घर आइपुगेको छ। भर्खर मूर्ति कहाँ हिँडेको बाबु त सफल त यता ल कस्तो भयो ल गाइस। त्यही हाम्रो युट्युब च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहोस्, हेरेर इन्जोय लिनुहोस्। धन्यवाद।